अब केही गरिदेऊ सरकार गीत सार्वजनिक भइसकेको छ र गीत हामीले हेरिसकेका छौं। देशको परिस्थिति गत भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो, त्यसपछि अन्तरिम सरकार बन्यो र त्यसपछि फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन भएर पनि लगभग झन्डै 2/3 मत ल्याएर नयाँ सरकार पनि बनिसकेको छ। नयाँ सरकार आइकन जनताका अपेक्षाहरू धेरै छन् र पुराना दलहरू जुन अगाडिका नेतृत्वहरूप्रति जनताहरू यति साह्रो निराश भएको अवस्थालाई मध्यनजर गर्दै पक्कै पनि यो गीत बने जस्तो लाग्छ र त्यही भिडियोले एउटा जनतामाझ उत्सुकता र जागरुकता, सचेतना र देशमा सुशासन कायम गर्नका निम्ति र भोलिका दिनमा जुन अहिले देश हाँक्नका निम्ति युवाहरूले नेतृत्व गरिरहनु भएको छ, युवा नेतृत्वहरूलाई एउटा खबरदारी गर्ने गीत बने जस्तो लाग्छ मलाई हेर्दाखेरि। नेपाली जनताको आर्थिक अवस्था कहाँ छ, सामाजिक अवस्था कहाँ छ, सांस्कृतिक अवस्था कहाँ छ र नेपाली जनताले खोजेको शिक्षा, स्वास्थ्य अनि कहाँ छ, रोजगारी कहाँ छ, बेरोजगारी कहाँ छ भनेर यो गीतले खबरदारी गरेको छ। यी शब्दले पक्कै पनि यो देशको परिस्थितिलाई बुझेको छ, यो देशको गतिविधिलाई बुझेको छ र उहाँहरूका आवाजहरू पक्कै पनि यो सरकारले भोलिका दिनमा सुन्नेछ। उहाँहरूका आवाजले पक्कै पनि भोलिका दिनमा सरकारले जुन नागरिकहरूका लागि जे गर्छु भनेर आज यतिको जनादेश प्राप्त गरेको छ, यो झन्डै 2/3 जनादेश प्राप्त गरेको यो सरकारले पक्कै पनि भोलिका दिनमा नागरिकका लागि, नागरिकको हितका लागि पक्कै पनि काम गर्नेछ, न्यायिक सरकार बन्नेछ भनेर हामीले अनुमान गरेका छौं। र यी आवाजहरू, यी शब्दहरू हामीले भिडियोमा सुनिरहँदाखेरि त्यो जेनजी आन्दोलन गत भदौ 23 र 24 गते भएको त्यो जेनजी आन्दोलन सडकमा हामी पनि रिपोर्टिङमा जाँदाखेरि त्यो कालोपत्रे सडकमा राता रगतहरू त्यही लतपति हाम्रा पनि खुट्टामा केही रगतहरू लागेका थिए। ती जेनजी युवाहरूलाई आज हामीले सम्झिरहेका छौं। त्यो दिन भदौ 23 र 24 गते जेनजी आन्दोलनका ती क्षण, ती समयहरूलाई सम्झिँदाखेरि अझै पनि बोल्नलाई अझै पनि स्वरहरू कामेर आउँछ। त्यस्तो क्षण थियो त्यति बेला। लगभग 76 जनाले ज्यान गुमाइरहँदाखेरि पनि अझै पनि जेनजी आन्दोलनले अझै पनि न्याय पाएको छैन, अझै पनि जेनजी आन्दोलनका मागहरू पूरा हुन सकेका छैनन्, अझै पनि जेनजी आन्दोलनका शहीदहरूले न्याय पाउन बाँकी नै छ। आज म यहाँ मार्फत यो किनभने गीतै त्यस्तो खालको बनेको छ र आज यतिको भनिरहँदाखेरि एकचोटि सबैजनाले ती जेनजीका शहीदहरू र अप्रत्यक्ष रूपमा होस् अथवा प्रत्यक्ष रूपमा होस् जेनजी आन्दोलनभन्दा अगाडिका हरेक जनआन्दोलनहरूमा ज्यान गुमाएर अथवा घाइते भएर यो देशलाई शहीद बनेर अथवा घाइते बनेर यो देशलाई योगदान पुर्याउनु हुने ती शहीदहरूलाई आज सम्झिँदै हामी बसेको ठाउँबाट उठेर एकपटक मौन धारण गरिदिनु हुन पनि म अनुरोध गर्छु। समय सुरु हुन्छ। हामीले त्यो रगतलाई, ती सडकका लासहरूलाई र जेनजी आन्दोलनका घाइतेहरू अझै पनि अस्पतालहरूमा अचेत अवस्थामा हुनुहुन्छ र अझै पनि उपचार गरिरहनु भएको छ। कति जेनजी युवाहरू आज परिवार पाल्ने जिम्मेवारी बोकेका, बाबुआमा पाल्ने जिम्मेवारी बोकेका युवाहरू आज बैशाखी टेकेर हिँड्नु परेको छ। देशको लागि, देशको बलिदानको लागि, देशको परिवर्तनको लागि ती युवाहरू आज बैशाखी टेकेर अस्पतालमा उपचार, एउटा प्राणको भिख मागेर बसिरहनु भएको छ भने एउटा होसमा पनि आउनु भएको छैन। कति शहीदहरू, आज हामीले ती शहीदहरूलाई पनि छुटाउनु हुँदैन। अब केही गरिदेऊ सरकार। अहिलेको यो परिस्थितिमा यो गीत एकदमै धेरै खाँचो र आवश्यक पनि रहेको छ र आजको कार्यक्रमको प्रमुख अतिथि हाम्रो आदरणीय दाइहरू धेरैजना हुनुहुन्छ, यहाँ अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। सबैजनालाई एकमुष्ट रूपमा मेरो तर्फबाट नमस्कार। अनि पहिलो कुरा त बधाई छ तपाईँहरू सम्पूर्ण टिमलाई यति राम्रो गीत निकाल्नु भएकोमा। हाम्रो सरकार, जुन विगतको सरकारप्रति जुन एउटा वितृष्णा थियो, जुन एउटा गुनासो थियो होइन, त्यसलाई मारेर जुन जेनजी आन्दोलन भयो, त्यो आन्दोलन पश्चात अहिले नयाँ सरकार खडा भएको छ हाम्रो देशमा र त्यो सरकारप्रति धेरैजनाले आशा भरोसा पनि गरेको छ र त्यही आशा भरोसामै केन्द्रित रहेर नै तपाईँहरूले यो गीत निकाल्नु भएको छ। विशेष त यो गीतमा एकदमै राम्रो व्यक्तित्वहरू खेल्नु भएको छ। अब डक्साबहरू हुनुहुन्छ अनि हाम्रो विशेष गरी त धेरै गरिब दुखीको भगवानको रूपमा मानिरहनु भएको हाम्रो कृष्ण कडेल दाई,
मुख्य भूमिकामा हुनुहुन्छ र धेरैजना अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। समाजसेवी मुना निरौला दिदी हुनुहुन्छ होइन, अब हाम्रो भेनाजु हुनुहुन्छ, राष्ट्रिय भेनाजु होइन, घोषणा गरिसक्नु भएको छ अनि हाम्रो पत्रकार सरिता बहिनी अनि लगायत अग्रज व्यक्तित्वहरू हुनुहुन्छ यहाँ। यति धेरै तपाईँहरूले यो खेल्नुभएको यो गीत चाहिँ अब रिलिज हुँदैछ र सबैजनाले यो गीतलाई हेरेर माया गरिदिनु होला। म सबैजनालाई भन्न चाहन्छु, थुमन शर्मा युट्युब च्यानलमा गएर चाहिँ अब केही गरिदेऊ सरकार, एकदमै अहिलेको गृहमन्त्री युवा हाम्रो सुदन गुरुङ र अहिलेको प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ र सबैजनाले यो गीतलाई हेरेर चाहिँ सबैजनाले समर्थन गरिदिनु हुनको लागि, हौसला दिनु हुनको लागि म सबैजनालाई धेरै धेरै अनुरोध गर्न चाहन्छु। अब यति नै धेरै बोल्न आउँदैन। ल, थ्याङ्क यू सो मच। सर्वप्रथम मेरो नमस्कार। यो यति खुसी लागेको छ कि आज जति बेला हामी चलचित्र खेल्नुभन्दा अगाडि नाटकहरू खेल्थ्यौँ, त्यो बेलाका मित्रहरू हुनुहुन्छ। यो चल्ने चित्रले अब एक त सरकारमा हाम्रो नयाँ जसले चाहिँ आफ्नो गीतको माध्यमबाट देशका सम्पूर्णलाई जनचेतना बाँडेर आजको प्रधानमन्त्री हुन सफल हुनुभएको छ। उहाँले अब सरकारमा बस्नेले मात्रै होइन, जनताले पनि आफ्ना कुराहरू गीत मार्फतै उहाँलाई सन्देश दिन चाहेको छ कि यो गीतमा भएको भ्रष्टाचार विरोधी अभियान, बिचौलियाहरूलाई सफाई गर्ने यी कुराहरू बालेन सरकारले पनि सुन्नुपर्छ भन्ने सन्देश हो। यो जनताको सन्देश हो र यो सन्देश सुनेर उहाँले लागू गर्नुपर्ने हुन्छ, किनभने उहाँको सन्देश सुनेर देशभरि त्यही गीत मार्फतै उहाँले जनतालाई जागरुक गराउनु भएको थियो भने आज जनताले उहाँलाई गीत मार्फत जागरुक गराएको छ। यो सन्देश उहाँले सुन्नुपर्छ र यसलाई कार्यान्वयन गरेर समाज रूपान्तरणमा जनजनमा चेतना जगाउनुपर्छ भन्ने यो गीतको अभिप्राय पनि हो। र अलिकति मैले यो गीत सुनिसकेपछि गीतले युवाको आवाज, देशप्रतिको भावना, परिवर्तनको चाहना बोकेको छ। यो गीतले त्यस्तै गीत मार्फत पनि सरकारलाई सन्देश दिन सकिन्छ भन्ने आवाज पनि यसले बोकेको छ। केवल सरकार, हामीलाई केवल सरकार मात्रै होइन, जनता पनि सचेत भएको सन्देश यसले दिएको छ। गीतले मन जोड्ने, मन जोडिएपछि देश जोड्ने, देश जोडिएपछि विश्वसम्म आफ्नो नाम, देशको नाम उच्चारण गर्ने पनि यही गीत मार्फत सन्देश गएको छ भन्ने मैले महसुस गरेको छु। आज समय बदलिएको छ, अब युवा बोल्छ, सिर्जना गर्छ, देश बनाउँछ भन्ने सन्देश यो गीतले दिएको छ। यो गीत केवल सुन्नको लागि मात्र होइन, महसुस गर्न, परिवर्तन गर्न र जनजनमा जनचेतना जगाएर सरकारलाई खबरदारी गर्ने मैले महसुस गरेको छु। यति भन्दै यो गीतमा अभिनय गर्न बोलाउनु भयो र आज बोल्न पनि समय दिनुभएकोले सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार। मान्छे र पनि म यो देशमा सबभन्दा 2033 सालदेखि जनवादी गीत गाएर नै राष्ट्रिय जनकलाकारको उपाधि पाएको मान्छे हो। यो अब त केही गरिदेऊ सरकार भन्ने शब्दले अलिकति केही व्याख्या त गर्छ। अब त केही गरिदेऊ भनी सरकारको जुन सन्देशमूलक गीतले यदि तिमीले पनि गरेनौ भने तिम्रो पनि हालत त्यस्तै हुन्छ। म त 33 सालदेखि कृषि, सङ्गीत, म रेडियो नेपालमा पनि केही समय काम गरेँ। हजुर त त्यहीँ काम गरेको होइन, केही समय काम गरेँ। अब त्यो नातिगाजीको जमानामा होइन, अब हामी त पुरानो भइसक्यो, हाम्रो त कुरा पनि सुन्दैनन् होइन। यहाँ चाहिँ हाम्रो शिव सरले बोलाउनु भयो, म चाहिँ आयुर्वेदको डाक्टर हो। म आयुर्वेदको उपचार गर्छु, नसा सम्बन्धी, हड्डी सम्बन्धी र कृषिमा पनि काम गर्छु। धेरै ठाउँमा 537वटा कृषिको फर्म खोलिदिएको छु। म चाहन्छु यो देशमा जस्तै गरे पनि यो संविधानले केही गर्न सक्दैन। यो संविधान पूर्ण लेखन हुनुपर्छ। यो संविधानले कसैलाई के गर्न सक्ने अवस्था छैन।
कसैलाई केही गर्न सक्ने अवस्था छैन। त्यसो भएर केपी शर्मा ओली छुटे। बुझ्नुभयो? यो संविधानका कुरा, संविधान भनेको मूल कानुनबाट नै कसैलाई केही हुनेवाला छैन। यो संविधान पुनर्लेखन गर्नुपर्छ र यो सरकारले फेरि केही गर्नुपर्छ। हाम्रा कृषियोग्य जमिनहरू प्रशस्त छन्, हाम्रा युवाहरू विदेशमा छन्, हाम्रा भएका जमिनहरू बाँझो छन्। अब हामीले राखेको यो चाहिँ शीर्षक के हो भने अब केही गरिदेऊ भन्नुको अर्थ भनेको हाम्रा फेरि यो चाहिँ एउटा मरुभूमि जस्तो बनेको खेतीयोग्य जमिनलाई हराभरा बनाइदेऊ, कृषियोग्य बनाइदेऊ, नेपालमा चाहिँ विदेश जानुपर्ने युवाहरूलाई वातावरण नबनाइदेऊ भन्न खोजेको यो गीतले। अनि जुन यो 23 र 24 गतेको एउटा विद्रोह भयो, युवाहरूको विद्रोह पछाडि जुन एउटा नयाँ सरकार बनेको छ, यसमा केही आशा लाग्दा पक्षहरू पनि छन् र त्यसमा चाहिँ यो युवाहरूले नेतृत्व गरेको, अधिकांश युवाहरूले नेतृत्व गरेको हुनाले पनि हामीले यो गीतको नामै अब त केही गरिदेऊ सरकार राख्यौँ। जुन अघि नै भन्नुभयो हाम्रो बालकृष्ण निरौलाजीले भनिसक्नुभयो, चलचित्र को माध्यमबाट हामी चाहिँ देशलाई परिवर्तन गर्न सक्छौँ भनियो। आज तपाईँको चाहिँ एउटा चलचित्र यो जुन हाम्रो सधैँ चाहिँ चल्ने चित्र भएको हुनाले पनि हाम्रो आजका प्रधानमन्त्री बालेन शाह पनि आफ्नो जुन एउटा कर्मक्षेत्र थियो त्यो कर्मक्षेत्रबाट आज प्रधानमन्त्री बन्नुभएको छ। त्यो प्रधानमन्त्री बन्नुको कारण के हो त भन्दा उहाँको लाइन पनि हाम्रै थियो हैन। उहाँले चाहिँ जुन सोच्नु अहिले जुन युवाहरूको एउटा मागलाई चाहिँ सम्बोधन गर्नुहुन्छ भन्ने अपेक्षा हो भन्दै म अरू खासै त्यस्तो केही भन्दिनँ। हामी यो सरकारलाई जुन 23 र 24 गतेको जनविद्रोहपछि यो एउटा चाहिँ सरकार बनेको छ, हामी आशावादी छौँ यो सरकारबाट। यदि कथम यो सरकारले पनि केही गर्न सकेन भनेको खण्डमा चाहिँ यो यहाँहरूले खेलासी नसम्झिनु होला, योभन्दा ठुलो विद्रोह चाहिँ फेरि युवाहरूले गर्नेछन्। अब युवाहरू मात्रै जाग्ने छैनन्, जेनजी का बुबा हजुरबुवाहरू पनि जाग्नेछन्, सडकमा आउनेछन् भन्दै हामीले सबै कुरा चित्त बुझायौँ। यो आन्दोलनलाई चाहिँ तपाईँको एक्सेप्ट गरेको, चित्त बुझाएको, तर हामीलाई चित्त नबुझेको कुरो, नहुनुपर्ने कुरो देश जलेको थियो, त्यो एउटा चाहिँ हामीलाई चाहिँ दुःख लागेको कुरो थियो भने अब यो सरकारले साँच्चै नै गर्व गर्न लायकका कामहरू गर्नेछन् भन्दै म अरू खासै केही भन्दिनँ। यो गीत चाहिँ सम्पूर्ण आम विदेशमा रहनुभएका हरेक मान्छेहरूले चाहिँ हेरिदिनु होला। फ्रिज पाइयोस् खडेरीमा, एसी पाइयोस् पुसमा, यस्तै भनेको छ जनताका लागि यो गीतले शीतलता दियोस्। यति राम्रो बोल्नुभयो, सबैलाई यो गीतमा जति सहभागी हुनुहुन्छ, यो गीतका सम्पूर्ण कलाकार, लेखन निर्देशनदेखि सहभागी सबै कलाकारलाई धेरै धेरै धन्यवाद। यो गीत अति चलोस्, सबैले हेर्नु होला, मेरो शुभकामना छ। अब त केही गरिदेऊ सरकार, हाम्रो माया 100मा 100 होस्, जनता खुसी हुन्, सरकारको जय होस्। यदि सरकारको जय भएन भने जनता पनि खुसी हुँदैन। जुन देशका जनता खुसी छन् त्यो देशका सरकार सन्तुष्ट र ढुक्क छन्। जुन देशको चिया पसलमा बसेर पनि राज्यका ठुल्ठुला मान्छेलाई विरोध गरेर गाली गरिन्छ त्यो देशमाथि बढ्दैन। त्यसकारण उहाँहरूका कुरा कसैले काट्न नपर्ने खालको माहौल बनोस्, सबै खुसी नै खुसी, आहा आहामा समय बितोस्। हामीलाई अरू कोही यो पार्टी ऊ पार्टी यस्तो उस्तो होइन, हामी कलाकारहरूलाई, सञ्चारकर्मीहरूलाई हामी साझा मान्छे हो। हामीले जसले राम्रो गर्यो उही हाम्रो, राम्रो गर्नेलाई राम्रो हामीले सन्देश दिन सक्नुपर्छ, नराम्रोलाई यस्तो भएन है भन्न सक्नुपर्छ। अब त केही गरिदेऊ सरकार, जे पायो लेख्नलाई पनि ठिक पारिदेऊ सरकार, अर्काको चरित्र हत्या गर्नलाई पनि ठिक पारिदेऊ सरकार, मान्छेलाई नभएका भरम फैलाउनलाई पनि ठिक पारिदेऊ सरकार, विदेश हुनेलाई एकदम राम्रा पोजिटिभ कुराहरू लेख्ने, राम्रा आफूले जानेका बुझेका, समाजलाई केही चेतना दिन सक्ने खालका भाइबहरू प्रसारण गर्ने खालको चेतना गरिदेऊ सरकार भन्दै यो गीतले साँच्चै पनि राम्रो सन्देश दिएको छ। म असाध्यै यो गीत त्यो बेला त मलाई थाहा थिएन, कति चाहिँ मलाई जतिमा नाच भन्नुभयो त्यतिमा गरियो। यसो पुरै सुन्दा मलाई असाध्यै मन पर्यो। डोल्पामा फोक्सुन्ड ताल, सुर्खेत बुलबुल ताल, छुटाउँला सुचेको होइन छुट्टी माया जाल। यो गीतले भनेकै जसो गरिदेऊ सरिकार, सबैको राम्रो यहाँ बस्ने घरिबार। जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि,
त्यो गीतका शब्दहरूले यति मार्मिक तरिकाले उठाएको छ, त्यो उठाउँदै गर्दा अब त केही गरिदेऊ सरकार भनेर हामीले औँला ठडाउँदै गर्दा हामीले सरकारलाई मात्रै औँला ठडाउने होइन, हामीले जनजनमा पनि चेतना फैलाउने काम गर्दै अगाडि बढ्नुपर्छ भन्ने यहाँ समस्या राख्न चाहेँ। र यो गीतले समग्र सरकारलाई समेटेको छ, समग्र नागरिकलाई समेटेको छ, भुइँ मान्छेलाई समेटेको छ। ती भुइँ मान्छेको अवस्था दूर दराजमा कस्तो छ त भन्ने कुराहरूलाई पनि नजरअन्दाज गरेर तपाईँ हामी बौद्धिक लेभलका व्यक्तित्वहरू, कलाकार साथीहरू, समाजसेवीहरू सम्पूर्ण लागि पर्यो भने पक्कै पनि यो सरकारलाई काम गर्ने वातावरण सृजना हुन्छ। आज मात्र एउटा सानो विज्ञापन जस्तो सुनाउन चाहन्छु मैले कृष्णजी। आज मात्रै राष्ट्रिय वाणिज्य ब्याङ्कबाट रिगार्डिङ आयो मलाई। के आयो त भन्दाखेरि मिति यति गतेदेखि यति गतेको मन्त्री परिषदको बैठकले भनेपछि 18-19 गतेतिर बसेको थियो। हामी सरकारी स्वामित्वको ब्याङ्क भएका हुनाले क्यालेन्डर प्रकाशन गरेर न्युज एजेन्सीहरूलाई हामीले सूचनाहरू प्रकाशित गर्न दिने छैनौँ भनेर मेसेज आयो मलाई। त्यसको 10 मिनटपछि राष्ट्रिय मानव अधिकार आयोगले त्यही मेलमा के पठाइदियो भने त्यो मनलाई कुरा गरेर हुँदैन, तिमीहरूले आलटाल गरेका छौ है। त्यो मेसेज अहिले यहाँ छ, मैले सुनाइदिन चाहन्छु। किन भन्न खोजेको भने समग्र रूपमा बहुमतको सरकार छ, सबै क्षेत्रलाई समेटेर काम गर्ने वातावरण सिर्जना गराइदियोस्। त्यो नै हामी आम नेपाली भुइँ मान्छेहरूको आवाज रहनेछ। र यो गीतले जुन तरिकाले सन्देश दिएको छ, दूर दराजमा पुग्ने वातावरण पनि हामीले यसलाई सेयरिङ गर्दै पुर्याउनुपर्छ भन्ने आशयका साथ मेरा 2 शब्द यहाँ अन्त्य गर्दै आजको यस कार्यक्रमलाई पनि समापन भएको घोषणा गर्दछु। धन्यवाद। अब त केही गरिदेऊ सरकार। यहाँ धेरैजना अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। समाजसेवी मुना निरौला र गीतमा खेल्नुभयो हाम्रो हिरो पनि हुनुहुन्छ, यहाँ तपाईँले देखिराख्नु भएको छ। हामी यसै गीतको विषयमा चाहिँ उहाँहरूसँग थोरै प्रतिक्रिया लिनेछौँ। स्वागत छ दाइ। धेरै धेरै धन्यवाद बहिनी। आज तपाईँ इन्द्रेणीमा गरिब दुखीलाई सहयोग गर्दै होइन धेरैजनाको मन जित्नु भएको छ। अब गीत गाउनुमा त अब दाइको केही प्रशंसा गरौँ होइन, आज भिडियोमा पनि आउनु भएको छ दाइ, यो चाहिँ के हो थोरै बताइदिनुहोस् न। अब यस्तो भिडियोमा कहिलेकाहीँ त्यस्तो वर्ष 2-3 वर्षमा त्यस्तै नहुने बाध्यताहरू आइलाग्छ। आज गीत पनि राम्रो। मुना बहिनीले दाइ तपाईँ यसो झन्डा लिएर यहाँ बस्नु पर्यो भन्नुभयो। नेपाली झन्डा लिएर बस्नु, राष्ट्रिय झन्डा लिएर बस्दा मलाई पनि अब नाइ मैले भइन्न। एकदम राम्रो गीत रहेछ, यहाँ आएर हेरेँ, खुसी लाग्यो। तर यो गीतमा म त हिरो लायक खेल्नुपर्ने त मेरो शरीरले पनि सबैले दिया होइन। तर पनि बहिनीहरूले त्यो एउटा सानो अभिनयको पाहाड दिनुभयो। अब त्यो अनुरोधलाई मैले जे होस् राम्रै भूमिका निभाउन नसके पनि उहाँले जे भन्नुभयो त्यति जे होस् राम्रै छ। यो गीत राम्रो छ, हाम्रो अभिनय त त्यस्तै हो। गीत एकदम अरूको अभिनय नि त्यस्तै। अब उहाँहरू त हिरो हुनुभयो, अभिनय नै गर्ने हो। मेरो त रियल जीवन हुन्छ, अभिनयमा त म त्यस्तो छैन नि। त्यस कारण तपाईँहरूले हेर्नु होला। यो गीतको लागि, शब्दको लागि, यसको सोचको लागि, यसले दिएको सन्देशको लागि सुन्नै पर्नेछ। तपाईँले पनि हेर्नुभयो, मैले पनि हेरेँ होइन। एकदमै राम्रो दाइले हिरो देखाएको छ भिडियोमा होइन। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। मलाई ज्यानलाई भन्दा पनि मैले त्यो समाजको झन्डा, नेपालीपन, त्यो गीतको भाव, त्यो गीत जुन लेखिया छ, शिवराज भाइले लेख्नु भएको छ, निर्देशन गर्नुभएको छ, मुना बहिनीहरूको आवाज त्यस्तै छ। त्यस कारण पनि म त्यहाँ बिचमा यसो देखिँदाखेरि अब सबै तपाईँहरूले चिनेकै माया गरेकै मान्छे भएर राम्रो देखिया हो। एकदम दाइ। अब त केही गरिदेऊ सरकार भनेको छ, यसलाई थोरै तपाईँले यसो गीत मार्फतै एउटा टुक्का मार्फत बताइदिनुहोस्। अब तपाईँ त टुक्का उहाँहरूले यसमा, म त्यसमा अभिनय गरिदिन्छु। ल गरिदिनु नि त दाइ। ल गाइदिनुहोस् न। अब त केही गरिदेऊ निरसम्म आशाभरि देऊ। अब त केही गरिदेऊ
निराशामा आशा भरिदेऊ जनताले त गरे आफ्नो काम जनताले त गरे आफ्नो काम सरकार अब जनताको काम तिमीले गरिदेऊ सरकार अब जनताको काम तिमीले गरिदेऊ पाठ यतिमै सकिएको छ एकदमै जति भन्नु है एकचोटि अब दाइलाई होइन कृष्ण कडेल दाइलाई म्युजिक भिडियोमा पनि देख्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले अब त केही गरिदेऊ सरकार गीत युट्युब च्यानलमा आइसकेको छ के नाम भन्नु त थुमन शर्मा युट्युब च्यानलमा आइसकेको छ अब त केही गरिदेऊ सरकार भनेर सर्च गऱ्यो भने पनि अलरेडी आइ नै हाल्छ सबैजनाले हेरेर साथ दिनु होला भन्न चाहन्छु र मुना दिदी अब कृष्ण कडेल दाइसँगै खेल्नु भएको छ कस्तो महसुस भइरहेछ के भन्नु एकदमै खुसी लागेको छ सर्वप्रथम त दाइलाई हाम्रो जुन कुरालाई स्वीकारेर दाइले थोरै भए पनि खेलिदिनु भयो दाइ पनि देशलाई माया गर्ने व्यक्ति हो र देशभक्ति गानामा दाइले गर्दाखेरि एकदमै धेरै खुसी लागेको छ मलाई हस् थ्याङ्क यू अब हिरोसँग पनि कुराकानी गरौँ न होइन के भन्नुहुन्छ यो गीतको विषयमा यति राम्रो प्रोजेक्टमा यति महत्त्वपूर्ण व्यक्तिहरूसँग जोडिन पाउँदा चाहिँ म एकदमै धेरै खुसी छु म त भर्खरै उदाउँदै गरेको म मेरो कलाकारितामा अगाडि बढ्दै गर्दाखेरि यस्तो अग्रज व्यक्तिहरूसँग स्क्रिन सेयर गर्न पाउँदा एकदमै धेरै खुसी छु कृष्ण कडेल दाइलाई चाहिँ कुन रूपमा चिन्नु मैले त हाम्रो गरिब दुखी हाम्रो यो लोक उहाँ त भगवानै हुनुहुन्छ नि नाम पनि छ कृष्ण भगवान थ्याङ्क यू ल हाम्रो गीत यो गीतको लेखन पनि हुनुहुन्छ है निर्देशक ल ओके के भन्नुहुन्छ गीतको विषयमा थोरै बताइदिनुहोस् न त्यही त अब यो चाहिँ सरकारप्रति आशावादी रहेर र सम्पूर्ण युवाहरूमा चाहिँ नि एउटा ऊर्जा दिने खालको गीत बनेको छ गीतकारज्यूले त्यसरी नै यसलाई चाहिँ गीत लेखन गर्नुभएको छ सङ्गीत गर्ने कोसिस मैले गरेँ र गाउने चाहिँ मुना मेम म आगा लामा र एलिजा बर्देवातले गाएका छौँ हामीले र यसमा अभिनय अब मेरो सङ्गीतको क्षेत्रमा काँधमा काँध मिलाएर चाहिँ हिँड्नु हुने छेउमै हुन्छ हिरो होइन हामी धेरै प्रोजेक्टमा सँगै पनि छौँ र सम्पूर्ण टिमलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु यो चाहिँ एउटा जनताले आफ्नो राइट्स के भोट हालिसकेपछि सरकारसँग के माग्न सक्छ सरकार त अभिभावक हो नि त सरकार भनेको देशको बुवा हो मुवा हो होइन र हामी जनता भनेका छोराछोरी हौँ छोराछोरीले एउटा बुवा मुवासँग के माग्न सक्छ त्यो मागेको अधिकारको कुरा हो एकदम सुदन गुरुङ अहिलेको गृहमन्त्री र अहिलेको प्रधानमन्त्री बालेन शाहको फोटो पनि तपाईँहरूले पोस्टरमा राखिराख्नु भएको छ होइन उहाँहरू समक्ष केही छ यो गीत मार्फत त्यही त आशा थुप्रो छ होइन तपाईँको सबै जनताका आशाहरूलाई चाहिँ एकैचोटि नै तपाईँको चाहिँ निराकरण गर्न अथवा समस्याको समाधान गर्न सकिन्छ भन्ने त होइन तर उहाँहरूले त्यो सिस्टमेटिक कसरी गर्नुहुन्छ सबै जनताको निगरानीमा हुनुहुन्छ है उहाँहरू सबै जनताले हेरिरहेका छन् लगायत हामीले पनि हेरेका छौँ होइन अब यो गीत पनि हेर्नुहुन्छ यो गीत पनि हेर्नु अनुरोध होइन त गृहमन्त्री र प्रधानमन्त्रीज्यूले अनुरोध है बालेन शाह र सुदन गुरुङलाई लक्षित गरेर उहाँहरूले यो जनता पुरै 3 करोड नेपाली जनताको त्यो मनसायलाई चाहिँ गीत मार्फत उतारेर चाहिँ अब त केही गरिदियो सरकार भन्ने गीत आइसकेको छ युट्युब च्यानलमा सबैजनाले हेरेर साथ दिनु हुनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु देवराज भाइ हुनुहुन्छ देवराज रिमाल देवराज आचार्य त्यो मेहनती क्यामेराम्यान हुनुहुन्छ उहाँ जहिले पनि उहाँले यो क्यामेरा खिचेर उहाँले जिन्दगीमा बाँच्न पालिन कतिको गाह्रो अप्ठ्यारो छ उहाँले नै जान्नु होला तर यति क्यामेराको साधकी हुनुहुन्छ एउटा कर्मपुत्र हुनुहुन्छ उहाँलाई म हृदयदेखि सम्मान जहिले पनि क्यामेरा खिचिराख्नुहुन्छ अब म त्यति फोटोहरू जति बढी 7,000 कार्यक्रम मेरो इन्द्रणीका छ तर मलाई फोटो पठा त भनौँ भने कसैले मेरो फोटो मसँग हुँदैन होइन तर उहाँसँग मेरै पनि होला हजारौँ फोटो जस्तो लाग्छ म सबैका त्यति राम्रो अनि मलाई उहाँले त्यो दिन पनि आधी घन्टा म गइसक्नुपर्छ है मेरो अनुहार राम्रो पार्नु पर्दैन के हो यसो बिहे भइहाल्छ मलाई जनताले त्यही रूपमा बुझ्नुहुन्छ म चिटिका लाएर मेकअप गरेर हिरो भए होइन म त समाजका दुखी पीडित अप्ठ्यारोमा परेकालाई रियल जनताका सुख दुःखको साथी भएर माया गर्नुभयो बाबु छिटो गरिदिनु भनेको ठ्याक्कै आधी घन्टा छोडिदिनु भयो कि उहाँहरूले होइन मेरो पाठ पनि सगर सरकार केही गरिदेऊ भन्ने छ गर्नै पर्छ भन्ने छ आज सम्पूर्ण यो अहिलेको सरकारलाई कुनै पनि यो पार्टी ऊ पार्टी छैन सबैका आमा बुवा दाजुभाइ दिदीबहिनीले भोट हालिदिनु भएको छ के का लागि हालिदिनु भएको छ
अब त केही गर्लान् भनेर त्यस कारण यो सब्जेक्ट पनि मिल्यो कुरा गीत पनि यसो अलिकति सुनेको अनि त्यो पनि मिल्यो अनि फेरि यो चिनेकै टोली आउनुभयो ठिकै त होला भनेर म गएर त्यहाँ अभिनय गरेको हो अहिले हेर्दा त सुषमा बहिनीले भन्नुभयो नि उहाँले कुरा गर्दै जाँदाखेरि यहाँ सबै राम्रो डाक्टर साहब अनि हाम्रो जीवन निरौला सरहरू उहाँहरू सबैजना यहाँ मैले अहिले यहाँ देखेँ सबै खेलेको खुसी लाग्यो यो चलोस् सबै पवित्र बहिनीलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू मभन्दा पनि अब तपाईँहरू यो जेनेरेसन हो मैले त 17 वर्ष लाइभ कार्यक्रम चलाएर यो देशका कुनै पनि विषयवस्तु बाँकी छैनन् कि हामीले यसरी गरौँ भनेर उठान नगरेका अब त राज्यले ट्याप्प ट्याप्प सम्बोधन गर्दै टक्क गर्दै हो तर संस्कार संस्कृति हाम्रो भाषा धर्म यी सिमाना यी मौलिकता कूटनीति परराष्ट्र नीति यी सबैलाई आफ्नो पोल्टाभित्र राखेर केही गर्दै गयो भने यो सरकार सबैको प्रिय छ अझ प्रिय हुँदै जान्छ त्यसकारण चुनौती र अवसरको धेरै माथि शिखरमा रहेको सरकारलाई सरकार अब त केही गरिदेऊ भनेर राष्ट्रिय झन्डाले मैले हातले यसो समाएर जुन दिनुभएको थियो उहाँहरूले एउटा पाठ भाइहरूले त्यहीमा हो मेरो जुन अभिनय धेरै धन्यवाद बहिनी अब उहाँहरूलाई नै सोध्नु ल हस् अब कृष्ण दाईको मुखबाट यति धेरै प्रशंसा पाउनु भएको छ होइन के भन्नुहुन्छ यो गीतको विषयमा मैले गीतको विषयमा भन्नुभन्दा पनि म पनि अब धेरै वर्षदेखि यो भनौँ न आफ्नै नेपालमा केही गर्नुपर्छ भन्ने एउटा युवा पनि म विदेशमा नगएर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्छे हो त्यो भावनाले मैले के भन्न चाहन्छु भने पनि